सरकारी संस्थाका जाहेरीकर्ता मध्येका एक नारायण पहराईले आफूले रवि लामिछाने विरुद्ध जाहेरी नै नदिएको बताएका छन्। मंगलबार फेसबुकमा एक स्ट्याटस लेख्दै पहराईले आफू सो सहकारीको पीडित भएको तर आफूले रवि लामिछानेको नाम किटेर जाहेरी नदिएको बताएका छन्। उनले प्रहरीको अभियोग पत्र र अन्य कागजपत्रहरूमा आफूलाई मुख्य जाहेरीकर्ताका रूपमा प्रस्तुत गरिएको र आफूले नै रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएको जसरी प्रचार गरिएको भए पनि आफूले बचत फिर्ताको आग्रह बाहेक कुनै व्यक्ति विरुद्ध किटानी जाहेरी नदिएको बताएका छन्। उनले भनेका छन्, रूपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो, बचत फिर्ताको आग्रह बाहेक कुनै व्यक्ति विरुद्ध किटानी जाहेरी दिएको थिइन, तर रवि लामिछाने विरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरिएकै छ। यो प्रचारमा सत्यता छैन। त्यस्तै उनले आफूभन्दा धेरै बचत हुनेलाई मुख्य उजुरीकर्ता नबनाएको तर आफूलाई मुख्य उजुरीकर्ता बनाएकोमा समेत आपत्ति जनाएका छन्। त्यस्तै उनले आफूहरूले बचत फिर्ताका लागि उजुरी दिएको तर आजसम्म एक पैसा नपाएको समेत गुनासो गरेका छन्।